आजको हाम्रो गस्ती टोली चौकी व्यवस्थापनका अध्यक्षज्यू लोकेन्द्र कोइरालाज्यू पनि आफ्नो केही कुराहरू राख्न अनुमति लिनु भएको छ। तसर्थ उहाँलाई केही कुराहरू राखिदिनु अनुरोध गर्दछौँ। धन्यवाद हाम्रो टोल सुधार समिति उपाध्यक्षज्यूलाई र यो कार्यक्रममा सम्पूर्ण साथीभाइहरू समग्रमा अहिले आजको निर्णयअनुसार हप्तामा 2 चोटि गस्ती हिँड्ने भन्ने कुरा गरेको थियो। यो पनि 9 बजेदेखिको 11 बजेसम्म हामी हिँड्ने नै छौँ र अप्रिय घटनाहरू अहिलेसम्म घटेका छैनन्। जहाँसम्म लाग्छ हामी यो सीसी क्यामेरा राखेपछि न्यूनीकरण आएको जस्तो लाग्छ, सुध्रेको महसुस गरेको छु मैले पनि र समग्र साथीहरूलाई पुलिस प्रहरी साथीहरूलाई पनि सोधियो। अहिलेसम्म त्यस्तो घटनाहरू नआएको कारणले गर्दाखेरि एकदम खुसियाली छु म व्यवस्थापन समितिको तर्फबाट र टोल सुधार समितिको तर्फबाट र व्यवस्थापन समितिको र गस्ती टोलीको सुधार समितिको समग्र सुरक्षा समितिको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। अहिलेसम्मको यो उपलब्धि भनेको हामीले 90% कि लगभग सुध्रिएको र जनता बस्तीमा यतिको महसुस पाउनु पनि हामी गर्वको कुरा ठान्छौँ र लगभग अहिले त्रिपल हिँड्ने, मापसी खाने, प्रत्येक कुरालाई हिँड्ने लगभग न्यूनीकरण भएको जस्तै अनुभव भएको छ र यो सीसी क्यामेराहरू जडानले गर्दाखेरि लगभग मान्छेलाई अलिकति चेतना घुसेर अब चाहिँ यस्तो गर्नु हुनेछ, हामी पक्रा पर्छौँ कि भन्ने अनुभूति भएछ कि क्या हो र त्यस कारणले गर्दाखेरि धेरै धेरै यो समग्रमा हाम्रो सीसी क्यामेरा जडान गर्ने टोली र समग्र यो साथीहरूलाई पनि धन्यवाद दिँदै यहाँदेखि यो खालको चाहिँ घटना पनि अप्रिय घटना भने काहीँ सूचना पाउनु भने हामीलाई सम्पर्क गर्नुहोला। हामीले तत्काल जस्ताको त्यस्तै हामी फोटोकपी साथ उहाँहरूलाई जे छ हामी समग्र सुरक्षाकर्मीलाई हामी सुनाउने छौँ र सहयोग भावनाले आउनु होला। हामी सकेको हामीले सकेको गस्ती टोल सुधार समिति व्यवस्था समितिले सम्पूर्ण सुरक्षाकर्मीलाई दिन्छौँ हामी जिम्मा भन्ने। हस्, नमस्ते। धेरै धेरै धन्यवाद।